ठिक छ, म फेरि पनि यहाँहरूमा आसन ग्रहणलाई नै जोड्न चाहेँ। हाम्रो यस आजको कार्यक्रमको चाहिँ विशिष्ट अतिथिको पनि भर्खर मात्र आगमन भइसकेको छ। विशिष्ट अतिथिकै रूपमा ग्रिन प्लान्ट आवासीय माविका प्राचार्य आदरणीय राजीव सापकोटाजीलाई पनि म आसन ग्रहणको लागि यसै गरी फेरि पनि म आसन ग्रहणकै रूपमा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन चाहिँ यसै डिपिएलको चाहिँ फ्रेन्चाइजको रूपमा रहेको भवानीपुर रोयल्सका मार्की खेलाडी आदरणीय सन्दीप अर्यालजीलाई पनि म अतिथिलाई र यसै गरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन चाहिँ यसै शीतलनगर सुपर स्ट्राइकर्सका रिटेन खेलाडी आदरणीय सचिन पाण्डेजीलाई पनि म आसन ग्रहण गरिदिन्छु। र अब भने हामी आसन ग्रहणको कार्यक्रमलाई चाहिँ यहीँनिर थाती राख्न चाहन्छौँ र आवश्यक परे फेरि पनि यसलाई जोड्नेछौँ। अब भने म यसै शीतलनगर सुपर स्ट्राइकर्स फ्रेन्चाइजीका ब्रान्ड एम्बेसडर आदरणीय विनिता श्रीष म्यामलाई चाहिँ हाम्रो यस आजको यस जर्सी इनोग्रेसन प्रोग्रामको बारेमा केही आफ्नो भनाइहरू राखिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद छ। आजको यस कार्यक्रमका सभाध्यक्ष, विशिष्ट अतिथि र सम्पूर्ण हाम्रा खेलाडी भाइहरूमा नमस्कार। आज जुन हामीले एउटा देवदह क्षेत्रमै रहेर यो हाम्रो शीतलनगर सुपर स्ट्राइकर्सले यो गेम खेल्न गइरहेको छ, सर्वप्रथम त म यो हाम्रो टिमको लागि सफलताको शुभकामना पनि दिन चाहन्छु र एकदमै अनुशासित रूपले खेल्नुहुनेछ र सँगै हाम्रो देवदह सुपर स्ट्राइकर्सको जित अवश्य हुनेछ भन्ने पनि मैले आशा राखेको छु। यस्तो जोसिलो हाम्रो भाइहरू हुनुहुन्छ, अवश्य पनि हाम्रो देवदह क्षेत्रमा हुन गइरहेको यो गेम र शीतलनगर सुपर स्ट्राइकर्सको एउटा इज्जत सोचेर आफ्नो एउटा इज्जत सोचेर भए पनि तपाईँहरू एकदमै राम्रोसँग गेम खेल्नुहुनेछ भन्ने मैले आशा राख्दै र आज हामीले यो जर्सी जुन उद्घाटन हामी गर्दैछौँ र आज हामी वितरण गर्दैछौँ यो कार्यक्रममा र यहाँहरूको सम्पूर्ण टिमलाई र हाम्रो म्यानेजमेन्ट टिमहरू र सम्पूर्ण खेलाडी टिमलाई सफलताको शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद आदरणीय विनिता श्रीषजीलाई। पक्कै पनि उहाँको साथ अति नै हाम्रो यस शीतलनगर सुपर स्ट्राइकर्स टिम फ्रेन्चाइजको लागि चाहिँ एकदमै अतुलनीय छ। म फेरि पनि यहाँहरूमा आसन ग्रहणकै कार्यक्रमलाई जोड्न चाहन्छु। यसै गरी यसै डिपिएल अन्तर्गत रहेको पाकडी प्यान्थर्स फ्रेन्चाइजका मार्की प्लेयर आदरणीय प्रकाश भण्डारीजीले हाम्रो र यसै गरी फेरि पनि म आफ्नो शुभकामना चाहिँ मन्तव्य राखिदिनु हुन हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय राजीव सापकोटाजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। आजको कार्यक्रमका सभाध्यक्षहरू, अन्य विशिष्ट व्यक्तित्वहरू र खेलाडी भाइहरू, शीतलनगर सुपर स्ट्राइकर्सको आज हामी यो जर्सी इनाग्रेसन प्रोग्राममा छौँ र यो क्रिकेटको एउटा देवदहमै माहौल क्रिएट भएको छ हैन। अब यसरी डिपिएल खेल्ने यो दोस्रो वर्ष र पहिलो वर्ष र दोस्रो वर्षमा त्यो एउटा छलाङ चाहिँ मारेको छ यो डिपिएल ओभरअल हैन। पहिला टोकन मात्रै को आधारमा खेलाडीहरू यो यसको भन्ने मात्रै हुन्थ्यो भने अहिले पैसाकै आधारमा खेलाडीहरू अब किनबेच भएको छ। मार्की खेलाडी, रिटेन प्लेयर, यताउति यस्तो सुन्दा पनि हैन त्यसले एउटा क्रिकेटको माहौल बनाइदिएको छ र यो खेलमा यो क्लबले चाहिँ एउटा उत्कृष्ट नतिजा प्राप्त गरोस् र यो क्लबबाट उत्पादित हुने खेलाडी भाइहरू
पछि हामीले जस्तै अहिले यहाँ देखेको नामहरू पछि हुन्छ नि अब नेसनल इन्टरनेसनल लेभलहरूमा पनि देख्न पाइयोस् होइन। तपाईँहरूले खेल्दाखेरि अहिले एकछिनको सोचेर मात्रै नखेलेर होइन, खेलमा क्रिकेटमा चाहिँ नेपालमा यसको भविष्य छ होइन। यति सानै उमेरबाट खेल्दै जाने हो भने, राम्रो गर्दै जाने हो भने भविष्य छ होइन। त्यो भविष्य तपाईँहरूले प्राप्त गर्नुहोस् र यो शीतलनगरको जुन एउटा टिम छ यो टिमले चाहिँ यो डिपिएलमा होइन तहल्का मचाओस् भन्दै होइन आजको दिनमा यो उद्घाटन भएको छ होइन। हामीले पनि संस्थागत रूपमा जे जसो अब थोरै धेरै कति हुन्छ सहयोग गर्न पायौँ, त्यसको लागि रवि सरलाई विशेष धन्यवाद दिन चाहन्छु र सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद छ आदरणीय राजेश सापकोटा सरलाई आफ्नो छोटो मिठो भनाइ राखेर हामीबाट बिदा बिसुनु भएको छ। र यसै गरी म यहाँनिर चाहिँ हाम्रो यस शीतलनगर सुपर स्ट्राइकर्स फ्रेन्चाइजको चाहिँ एकदमै अतुलनीय अङ्ग पनि भन्न रुचाउँछु म, किन भन्दा उहाँहरूको साथ उहाँहरूको सपोर्ट बिना हामी यहाँसम्म आउन र हाम्रो यस डिपिएल अन्तर्गत रहेको चाहिँ यस शीतलनगर सुपर स्ट्राइकर्सलाई चाहिँ अगाडि बढ्नको लागि चाहिँ एकदमै मद्दत पुर्याउनु हुने सम्पूर्ण प्रायोजकहरूको चाहिँ म यहाँनिर नाम उल्लेख गर्न गइरहेको छु। कृपया जोरदार तालीसहित उहाँलाई सम्मान व्यक्त गरिदिनु होला। त्यसै गरी हामीसँग जर्सी स्पोन्सर हुनुहुन्छ हाम्रो सिटिजन लाइफ इन्सुरेन्स हामीसँग हुनुहुन्छ। र यसै गरी हामीसँग स्ट्राटेजिक एन्ड एजुकेसन पार्टनरको रूपमा हुनुहुन्छ ग्रिन प्लान्ट बोर्डिङ स्कुल। कृपया उहाँहरूलाई र यसै गरी हामीसँग हेल्थ पार्टनरको रूपमा जोडिनु भएको छ शीतल डेन्टल केयर, उहाँलाई पनि। र यसै गरी हामीसँग टेक्निकल सपोर्टको रूपमा हुनुहुन्छ देवदह टेक्निकल सोल्युसन। कृपया उहाँलाई पनि अनुरोध गर्न चाहन्छु। र यसै गरी अन्य थुप्रै सहयोगी पात्रहरू जो हामीसँग हाम्रो संस्थासँग चाहिँ संलग्न हुनुहुन्छ उहाँलाई पनि एकचोटि म फेरि पनि यहाँदेखि सम्झिन चाहन्छु। जसको साथ बिना चाहिँ हामी अगाडि बढ्न एकदमै असमर्थ रहने थियौँ। र यसै गरी अब भने हामी हाम्रो यस आजको यस जर्सी इनोग्रेसन प्रोग्रामको चाहिँ मुख्य केन्द्रबिन्दु रहेको चाहिँ जर्सी कार्यक्रमलाई चाहिँ अगाडि बढाउन गइरहेका छौँ। त्यसको लागि चाहिँ मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरूलाई सभाध्यक्षज्यूहरूलाई चाहिँ सरिक भइदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यही भनेको ब्रान्ड एम्बेसडर लगाएर चाहिँ तपाईँ लगाउनुहोस् जर्सी, त्यसपछि हुन्छ म के गर्न राम्रो के हस्तान्तरण मात्र गर्नु लगाएर पहिला रिभिल गरौँ, त्यसपछि लाभ होला है। पहिला सुरुमा ब्रान्ड एम्बेसडर रिभिल गरौँ। ब्रान्ड एम्बेसडरको ल यो समाज सबैले समातेर एकैचोटि ल ताली बजाऊ है सबैले। भनेपछि खोल्नु होला कि अनि हामीले समात्ने ल है। त्यो ल खोल्नुहोस् ल ल है ताली बजाऊ ल। अब यो लगाइहाल्नुहोस् तपाईँले। होइन कि तिनजना मार्केट प्लेयर रिटेन प्लेयरमा अनि एम्बेसडरले लाउने लगाएर प्रस्तुत गर्ने, त्यसो भएर सबै लगाएर नि प्रस्तुत गर्ने
भाइ ताली नहुँदा कोचको रिभ्यू हुँदैछ है ल डेन्टल केयर भन्ने अब एउटा प्लेयरको गराउँछ यो मार्की प्लेयरको त्यति गरी चाहिँ अरु हामी वितरण गरिन्छ मार्की तपाईँ लिनु जान्छ मार्की ल पहिला रिभिल हुन्छ अनि लिन जाने ल होइन लिनु रिभिल त मलाई दिएर रिभिल गर्ने ल आउनु एउटा खोलेर दिए भयो ब्लगमा चेन्ज गरेर अनि मलाई एउटा शुभकामना अरु चेन्ज गर्दै गर्नु के गाडी हो तीनटा चेन्ज गर्न जानुहुन्छ कि माथिको लाग्यो एम्बासिडर मात्रै जानुहुन्छ यत्रो जान्छ यो फोटोको जस्तो कहाँ हुन्छ नि यस्तो राम्रो देखिन्छ फोटो पहिला भन्दा नि छैन जस्तो लाग्यो पैसा सस्तो जस्तो लाग्यो हाम्रो यसै कार्यक्रमका चाहिँ विशिष्ट अतिथि आदरणीय धुलपोखरी जिल्ला पनि म हार्दिक शीतलनगर सुपर स्ट्राइकर्सको चाहिँ मेन्टर पनि हुनुहुन्छ ल धन्यवाद कार्यक्रम सञ्चालक भाइ शीतलनगर सुपर स्ट्राइकर्स क्लबका अध्यक्षज्यू र आजका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू र मिडियाका साथीहरू र क्रिकेट खेलप्रति अत्यन्त माया भएका खेलप्रेमीहरू र खेलाडी साथीहरूमा मेरो नमस्ते अभिवादन गर्न चाहन्छु र क्रिकेट खेलले आज विश्व इतिहासमै नेपाललाई चिनाएको छ र आज हामी नेपाली हुनुमा गर्व हुने अवस्था क्रिकेटले गराएको पनि छ नेपाललाई र हामी देवदहमा क्रिकेट खेल्ने अवस्था हिजो नहुँदाखेरि मैले सम्झिन्छु भूपेन्द्रजी अहिले सायद कोरिया हुनुहुन्छ होला यो उहाँ भाइ अनि पछि उहाँ रवि सरहरू वाग्ले भाइहरू पनि खेलमा जोडिनु भयो र उहाँहरूले एकदम मलाई म अब यही व्यवसाय कन्स्ट्रक्सन लाइनको हुँदाखेरि त क्रिकेट भएर एकदम साङ्ग्रो हुँदाखेरि भाइहरूले लन दाइ त्यति गरिदिनु पर्यो भने अनि वनपालेले त्यहाँ काम गर्नु नदिने राति जाँदै डोजरले खन्दै अनि माटो फाल्दै गरेर अनि हामीले मैदान चाहिँ चाक्लो बनाउँदै गएका हौँ त्यसरी र आउने दिनमा पनि यो देवदह सुपर लिगले खेलाडी उत्पादन गरिराख्नु भएको छ र यहाँका होनार युवा खेलाडी भाइहरूलाई हामीले देवदहमा एउटा राम्रो खेल खेल्ने वातावरण चाहिँ यसो हेर्दाखेरि हामीले आफ्नो प्रत्येक वडामा खेलकुद मैदान हुनुपर्ने आवश्यक देखिन्छ र यहाँ नभएको अवस्था पनि देखिन्छ र
र हाम्रो बजेटको केही बजेट मध्येको केही थोरै रकम मात्रै खेल क्षेत्रमा लगानी गऱ्यौँ भने र खेल्ने वातावरण गयो भने अहिलेका भर्खर उम्रेका बिहान उठेदेखि 6 बजे उठेदेखि मुहालै खेलाउने अवस्थाका भाइ बहिनी केटाकेटीहरू पनि खेलप्रति रुचि राख्थे, खेलमा जान्थे र माइन्डलाई एक्टिभ गराउँथे जस्तो मलाई लाग्छ। र अबको दिनहरूमा यो देवदह सुपर स्ट्राइकर यो क्लबले चाहिँ आउने विगतको दिनमा चाहिँ यो खेललाई देवदह 7 देखि खेलाउने वातावरण मिलोस् र हामीले त्यसमा सहयोग गर्न पाइयोस् र भाइहरूलाई पनि आजको जुन मूल्यमा खरिद बिक्री भयो त्यसका दोब्बर तिब्बर हुँदै बढ्दै जाओस् र पछिल्लो अवस्थामा माथिल्लो अवस्थामा खेल्ने वातावरण मिलोस् र हामीले साथ सहयोग गर्न हामी सधैँ तत्पर छौँ र अबको खेलको भोलि पर्सि हुन गइरहेको खेलमा पनि हाम्रो भाइहरूको जित पक्कै पनि निश्चित छ जस्तो मलाई लाग्छ र आफ्नो मनैदेखि देवदह यो सुपर लिगलाई जिताउँछु भनेर मनैदेखि खेल्नुहुन्छ भन्ने हामी एकदम हृदय आत्मादेखि जो हामी चाहन्छौँ र फेरि पनि यहाँ आएका सम्पूर्ण भाइहरूलाई म स्वागत सहित हैन आफ्नो मन्तव्य यही टुङ्गाउन चाहन्छु। हस्त धेरै धेरै धन्यवाद सर। हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि एवं हाम्रो यस शीतलहर सुपर स्ट्राइकर्सका मेन्टर आदरणीय ध्रुव खरेलजीलाई अब पनि हाम्रो जर्सी हामी अब फोटो सेसनमा भन्दा अगाडि यहाँ बोलाउँछु म आफैले ओके। हामी चाहिँ अब यस जर्सी अनावरण कार्यक्रमको चाहिँ अन्त्यतर्फ आइसकेका छौँ। औपचारिक कार्यक्रम चाहिँ अन्त्यतर्फ आइसकेका छौँ र यसैसँगै अब हुन गइरहेको यस खेलमा चाहिँ म मेरो व्यक्तिगत तर्फबाट एवं समस्त शीतलहर सुपर स्ट्राइकर्स टिमको परिवारको तर्फबाट चाहिँ तपाईँ सम्पूर्णलाई म फेरि पनि जितको चाहिँ अग्रिम शुभकामना दिन चाहन्छु। हामीसँग पाकडी प्यान्थर्सका टिम मार्की खेलाडी पनि हुनुहुन्छ, भवानी रोल्सका मार्की खेलाडी पनि हुनुहुन्छ, उहाँहरूलाई पनि म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र त्यसै सँगसँगै चाहिँ हाम्रो शीतलहर सुपर स्ट्राइकर्स टिमलाई पनि म जितको लागि अग्रिम शुभकामना चाहन्छु। हाम्रो मेन थिमै रहेको छ वान टिम वान ड्रिम, लेट्स ड्रिम बिग हैन, लेट्स विन टुगेदर। अनि त्यसपछि सम्पूर्ण टिमलाई चाहिँ म हार्दिक शुभकामना सँगै आफ्नो हाम्रो यस कार्यक्रमका चाहिँ सभाध्यक्ष आदरणीय रवि वल्लभ रेग्मीजी सँगै यस शीतलहर सुपर स्ट्राइकर्सका चाहिँ म्यानेजर आदरणीय रवि वल्लभ रेग्मीजीलाई चाहिँ म अगाडि मञ्चमा आफ्नो शब्द राखिदिन हुन हार्दिक आमन्त्रण गर्न चाहन्छु। यस सँगसँगै म पनि यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद छ आजको यस कार्यक्रमका सञ्चालक सँगसँगै शीतलहर सुपर स्ट्राइकर्सका आइटिएड आविष्कार पराजुली भाइलाई आविष्कार सुनार भाइलाई आजको यो जर्सी इनागुरेसन प्रोग्राममा उपस्थित आजको यस कार्यक्रमका विशिष्ट अतिथिहरू यो सिटिजन लाइफ इन्सुरेन्सका देवदह शाखा प्रमुख विनिता श्रीज्यू, त्यस्तै गरी ग्रिन प्लान आवासीय माध्यमिक विद्यालयका प्राचार्य राजु सापकोटा सर, त्यस्तै गरी युवा समाजसेवी व्यक्तित्व ध्रुव खरेलज्यू, यहाँ उपस्थित शीतलहर सुपर स्ट्राइकर्समा आबद्ध हुनुहुने खेलाडी भाइहरू, त्यस्तै गरी म्यानेजमेन्ट टिमका पदाधिकारी जस्तै मेन्टर हुनुहुन्छ यहाँ, त्यस्तै गरी आइटिएड, त्यस्तै गरी मार्की प्लेयर, रिटेन प्लेयर, सँगसँगै भवानीपुर रोयल्सका मार्की प्लेयर, त्यस्तै गरी पाकडी प्यान्थर्सका मार्की प्लेयर, पत्रकारज्यूहरू उपस्थित सम्पूर्णमा म शीतलहर सुपर स्ट्राइकर्सको म्यानेजर रवि वल्लभ रेग्मीको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। मूलत हामीले भनेको कार्यक्रम निर्धारित समयमा सुरु गर्न सकेनौँ, त्यसका लागि म खेद व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा हामीले यसलाई थप सच्याएर बढ्दै अगाडि बढ्नेछौँ भन्ने कुरो आशा एवं विश्वास व्यक्त गर्न चाहन्छु। वास्तवमा राज्यको जुन खेलकुदमा जुन उदासीनता छ त्यो हामी सबैमा जगजाहेरै छ
न प्रतियोगिता छ, न पुरस्कार छ, न पृष्ठपोषण छ, न कुनै एक किसिमको चाहिँ एक किसिमको खेल भावनाको चाहिँ विकास छ हाम्रो यो देशमा। यद्यपि हामीहरूले जुन तह र तबकाबाट हामीले लागि परेका छौँ, जुन किसिमले चाहिँ जुन विश्वास हामीले यो खेलकुद जगतबाट तोडेका छैनौँ, यो आफैमा एउटा चाहिँ एउटा ठुलो कुरा हो। किन भन्दाखेरि ग्रासरुट लेभलबाट क्रिकेटको विकास हुनुपर्छ भन्ने कुरा राज्यलाई थाहा छैन कि कसले बताइदिने हो? यसको उत्तर साङ्गीतिक भाषामा हामीले नै बताइरहेका छौँ। किन भन्दाखेरि भारतले भन्ने गर्छ खेलेका भारत त जितेका भारत होइन। विश्वमा अमेरिकालाई नेपालले कहिले पनि अबको 100, 200, 500 वर्षमा पनि परमाणु युद्धले लड्ने भने अमेरिकालाई कहिले जित्न सक्दैन नेपालले। यो जुन गतिले हामी अगाडि बढिरहेका छौँ, अमेरिकालाई जित्यो भनेर चाहिँ गर्व गर्ने भनेकै खेलकुदबाट हो। अब केही समय अगाडि 1-1.5 वर्ष अगाडि हामी अमेरिकालाई जितेका थियौँ, विभिन्न राष्ट्रहरूलाई जितेका थियौँ। अस्ति भर्खरै हामीहरूले चाहिँ वेस्ट इन्डिजलाई जित्यौँ। साउथ अफ्रिका जस्तो यो टेस्ट नेसनलाई पनि हामी 1-2 रनले मात्रै हारेका थियौँ। त्यो आफैमा एउटा उपलब्धि हो। तर हामीले के बुझ्नुपर्छ, राज्यले के बुझ्नुपर्छ भन्दाखेरि क्रिकेटलाई चाहिँ होस् या अरू कुनै पनि खेलकुदलाई होस्, ग्रासरुट लेभलबाट खेलाडी उत्पादन गरेर, प्रशिक्षण गरेर, पृष्ठपोषण गरेर, पुरस्कार दिएर त्यसरी अगाडि बढाइयो भने, प्रतियोगिता गरेर अनि बल्ल खेलकुदको विकास हुनेछ। यद्यपि हामीले गत वर्ष चाहिँ डिपिएल सिजनमा नै प्रकाश भण्डारी भाइ हुनुहुन्छ, भाइको एउटा राम्रो एउटा नवीनतम सोच आएको थियो, त्यसलाई निरन्तरता दिएका छौँ। सेकेन्ड सिजनमा चाहिँ हामीले एउटा खेलाडीलाई निलामी प्रक्रियाबाट अगाडि बढाएका छौँ। गत वर्ष हामीले खेलाडीलाई चाहिँ एउटा चाहिँ कोइनको आधारमा किनेका थियौँ भने अहिले हामीले केही रकमका आधारमा हामीले किनेका छौँ। आगामी डिपिएल 3लाई मेरो आशा चाहिँ विश्वास के छ भन्दाखेरि यसको नेतृत्व गर्न पाए अथवा यो जीवन्त रह्यो भने अर्को वर्ष चाहिँ मेरो योजना के छ भन्दाखेरि ड्युज क्रिकेट। किन भन्दाखेरि बरु 4 जना देवदहबाट 4 जना खेलाडी राख्ने, रिमेनिङ खेलाडीहरू देवदह बाहिर राख्ने, ती 4 जनालाई एकदम पर्फेक्ट बनाइयो भने ती 4 जनाहरू जिल्ला स्तरीय अथवा नेसनल स्तरमा बिक्न थाल्यो भने बल्ल यो ठाउँको क्रिकेटको विकास हुने हो। त्यसरी चाहिँ अगाडि बढाउनुपर्छ। अनि ड्युज क्रिकेट राख्ने भने बल्ल अरू विशिष्ट प्लेयरहरू जस्तै कुशल भुटेल, त्यस्तै कुशल मल्ल, त्यसपछि विभिन्न किसिमका चाहिँ नामी खेलाडीहरूको प्रवेश हुन्छ देवदहमा अनि तिनीहरूबाट सिक्दै जाने हो अनि बल्ल क्रिकेटको विकास हुने हो। अब यसैलाई चाहिँ हामी सबैले सोचेर जानुपर्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। र धेरै लामो बोल्नुभन्दा पनि जुन कार्यक्रममा हामीले निम्तो गरेर आइदिनु भयो, आफ्नो व्यस्त समय यहाँ राजीव सर कतै फ्यामिली ट्रिपको प्लानमा हुनुहुन्थ्यो, सरलाई मैले अनुरोध गरेँ, सरले आइदिनु भयो। म एकदम आभार व्यक्त गर्न चाहन्छु। दुर्बल खरेल सरलाई पनि, त्यस्तै गरी विनिता श्रीज्यूलाई पनि म आभार व्यक्त गर्न चाहन्छु। पत्रकारज्यूहरूलाई पनि हाम्रो कार्यक्रममा फुल दिएर आउनुभयो, धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अन्तिममा कार्यक्रम अन्त्य गर्नुभन्दा अगाडि म सिद्धलङ्ग सुपर स्ट्राइकर्सका मार्की प्लेयरलाई अगाडि निम्त्याउन चाहन्छु। त्यस्तै गरी रिटेन प्लेयर कृपया अगाडि आइदिनु होला। हामीले एउटा 3 जनाको मात्रै एउटा चाहिँ एउटा सर्ट लिन्छौँ, त्यसपछि हामी सबैजना बाहिर खेलाडीहरूले जर्सी लगाएर अनि हाम्रो यो टिम सहित एउटा तस्बिर आउनेछ। कृपया अगाडि आइदिनु होला मार्की प्लेयर अनि ब्रान्ड एम्बेसडर पनि अगाडि आइदिनु होला। 3 जना अगाडि बसालेर हामी सबै एउटा मात्रै तस्बिर खिच्छौँ, त्यसपछि हामी बाहिर गएर त्यसको तस्बिर खिच्नेछौँ। र तस्बिर खिचेको 5 सेकेन्ड पछि हामी मेरो यो औपचारिक कार्यक्रम पनि समापन भएको हामी जानकारी गराउनेछौँ। यसैसँगै अब हामी सबैजना बाहिर जानेछौँ र टिचर लाएर त्यो रोकेछ पहिला हाम्रो मिस्टर सात वर्ष चार्ज रहेछ होला पप्पु तँलाई कस्तो अब हात हरि बाखा यार ब्लग गराइदिनु ब्लग गराउँछु
ओए काटियो के गर्दा छोरीले सिकाउँदैन दिला देन यो ट्र्याक ट्र्याक हो एक ठाउँमा राख अरू ट्र्याकहरू यहीँ राख ट्र्याक यहीँ यो काटियो ए होइन काट्ने छैन बाबु यो उसके काट्नु भयो ए भिडियो भइरहेको रहेछ ए भइरह म फेरि त्यो अगाडि